अबको प्रधानमन्त्री हर्क साम्पाङ साथीहरू हो यो भने मैले भनेको होइन। मैले केही समय अगाडि चाहिँ मेरो फेसबुक पेजमा चाहिँ एउटा फोटो हालेर मैले सम्पूर्ण दर्शकहरूलाई चाहिँ प्रश्न गरेको थिएँ, अबको प्रधानमन्त्री को बन्छ भनेर चाहिँ मैले बालेन शाह, हर्क साम्पाङ, पुष्पकमल प्रचण्ड, त्यस्तै केपी शर्मा ओली र शेरबहादुर देउवाको चाहिँ फोटो मैले सेयर गरेको थिएँ। त्यहाँ चाहिँ एउटा 100मा चाहिँ 90%ले चाहिँ तपाईँको हर्क साम्पाङ चाहिँ अबको प्रधानमन्त्री बन्नुपर्छ भनेर चाहिँ सम्पूर्ण दर्शक श्रोताले चाहिँ आफ्नो मत राख्नुभएको थियो। र मेरो व्यक्तिगत विचारमा के रहन्छ भने अबको प्रधानमन्त्री हर्क साम्पाङ नै हुनुपर्छ। त्यसको म कारण पनि भन्न चाहन्छु। हर्क साम्पाङ भनेको चाहिँ अहिले सेतो कपडा जस्तै कुनै पनि एउटा दाग नलागेको चाहिँ व्यक्ति हुनुहुन्छ। हर्क साम्पाङले अहिलेसम्म दलाली, ठग भन्ने शब्द चाहिँ उहाँलाई प्रहार गर्न सकिरहेको छैन, किनकि उहाँले त्यस्तो काम गर्नुभएको छैन। तर अब हामी कुरा गरौँ, पुरानोको त किन कुरा गरौँ होइन, नयाँकै कुरा गरौँ। जस्तै हर्क साम्पाङ भयो, रवि लामिछाने होइन, बालेन शाह, कुलमान घिसिङको यी 4जना व्यक्तिको बारेमा चाहिँ म आज कुरा गर्न चाहन्छु। पहिलो नम्बर म कुरा गर्न चाहन्छु हर्क साम्पाङ। हर्क साम्पाङजी चाहिँ अहिलेसम्म चाहिँ कुनै पनि व्यक्तिले चाहिँ एउटा ठग, दलाली भने चाहिँ कसैले पनि प्रश्न गर्न सकिराख्नु भएको छैन। तर अब कुरा गरौँ 3जना, जस्तै कुलमान घिसिङ, बालेन शाह र तपाईँको चाहिँ रवि लामिछानेको। अब रवि लामिछानेको बारेमा त हामी कुरै नगरौँ। रवि लामिछाने त खासमा मेरो व्यक्तिगत विचारमा चाहिँ उहाँ चाहिँ वडा सदस्यसम्म पनि बन्न नहुने खालको एउटा उहाँको नैतिकता नभएको व्यक्ति जस्तो देख्न सकिन्छ। किन भन्दाखेरि चाहिँ चर्चित युट्युबर टङ्क दाहालले चाहिँ तपाईँको अमेरिकामा नि विभिन्न ठगीमा परेको भन्ने उहाँले चाहिँ सार्वजनिक गर्नुभएको छ। त्यस्तै सहकारी काण्डदेखि लिएर चाहिँ तपाईँको पत्रकार बुढासेनी हत्याकाण्ड, त्यस्तै ड्राइभर हत्याकाण्डदेखि लिएर चाहिँ विभिन्न प्रकारको डबल नागरिक, डबल पासपोर्ट, बहुविवाह, यति धेरै एउटा व्यक्तिमाथि चाहिँ एउटा काण्ड हुँदाखेरि त्यस्तो व्यक्तिले चाहिँ कुनै पनि एउटा स्वच्छ एउटा चेतना भएको व्यक्तिले चाहिँ त्यसलाई चाहिँ आफ्नो लिडर चाहिँ ठान्न सक्दैन। र अर्को कुरो चाहिँ के छ भन्दाखेरि दोस्रो नम्बर बालेन शाह भनेको चाहिँ एउटा जेनजी आन्दोलन पछिको उहाँको नेतृत्व कस्तो रहन्छ भन्ने कुरा चाहिँ बालेन शाह चाहिँ त्यहाँदेखि चाहिँ प्रश्न थाहा भयो। किनकि बालेन शाहले चाहिँ आफ्नो त्यत्रो सिंहदरबार जलिरहँदाखेरि चाहिँ उहाँले चाहिँ दमकल पठाउनु भएन होइन। त्यसपछि एउटा जेनजीहरूलाई चाहिँ एउटा श्रद्धाञ्जली दिनका लागि चाहिँ उहाँ चाहिँ एउटा श्रद्धाञ्जलीसम्म दिन नसक्ने मान्छेले चाहिँ कसरी त्यसको नेतृत्व गर्ला भन्ने पनि छ। एउटा जनतासँग चाहिँ घुलमिल हुन नसक्ने र एउटा चाहिँ बन्द कोठामा बसेर चाहिँ एउटा गेमिङ खेल्ने खालको एउटा उहाँको नेतृत्व देखियो। त्यसले गर्दाखेरि उहाँको नेतृत्व पनि अहिले त्यति जनताले चाहिँ स्वीकारिरहेको अवस्था देखिँदैन। त्यस्तै कुलमान घिसिङज्यू एउटा एकदम राम्रो काम गरे उहाँ चाहिँ उदाउनु भएको होइन। त्यसले गर्दाखेरि अहिलेको तर उहाँको नेतृत्व कस्तो देख्यो भन्दाखेरि उहाँले पार्टी खोल्नुभएको 1 महिना नपुग्दैदेखि उहाँले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीसँग चाहिँ एकता गर्नुभयो। तर एकता गरिसकेपछि पनि उहाँ चाहिँ 1 महिना नपुगिकन चाहिँ फेरि पार्टीदेखि चाहिँ उहाँ चाहिँ फुट्नुभयो। एकता तोडेपछि फेरि उहाँ चाहिँ अहिले चाहिँ उहाँ 1 महिना पनि नपुगिकन चाहिँ स्वतन्त्र पार्टीबाट चाहिँ उहाँ चाहिँ निस्किनुभयो। त्यसले गर्दाखेरि उहाँको नेतृत्व पनि कस्तो अस्थिर देखेको। त्यतिखेर अस्थिर व्यक्तिले देशको नेतृत्व गर्न सक्दैन। र फेरि पनि पुरानाको एउटा जसरी एउटा बार बार गल्ती गरिरहेको थिए पुराना हामीले नेतालाई चाहिँ एउटा गलत व्यक्ति हुँदा चाहिँ हामीले भोट हाल्यौँ, त्यसरी नै फेरि नयाँ हाले पनि हामीले त्यसरी भोट हाल्यो भने पक्कै पनि देश समृद्ध बन्न सक्दैन। त्यसले गर्दाखेरि हर्क साम्पाङ मात्र अहिलेको परिस्थितिमा चाहिँ एक देशलाई चाहिँ सही दिशामा लान सक्ने नेता जस्तो देख्न सकिन्छ साथीहरू।